साथीले गाडी चाहिँ झट्ट नयाँ गाडी लिएर आएको। आम्मा आज त राजाको भुइँमा खुट्टा छैन। 1 वर्षमा 2टा बेबीहरू लिएछन् राजाले। अगाडिबाट छट्टकै देखेँ कि आम्मा राम्रो देखेको छैन नि मेरो बाफले। मेरै नामको गाडी रहेछ फेरि केएन। ल नयाँ गाडी मर्सिडिज चाहिँ देखेछ। हेलो ल बधाई छ है, बधाई छ, ल बधाई छ, बधाई छ, बधाई छ। सिटमा नि नयाँ सिट आयो, झार्नु पऱ्यो गाइस। अगाडिपट्टि के हेर्ने हो। कस्तो छ त नयाँ गाडी? बबाल 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 अझैको सिस्टम है। ए पुरै है। ठिक छ, भोलि बनाउनु पर्छ यसको पुरै भिडियो त। व्हाट्स अप गाइज, हाउ आर यु? के छ खबर खाबर? आज चाहिँ रुमबाटै स्टार्ट गरेँ मैले। मेरो साथीको नयाँ गाडी, के अरे नयाँ गाडीको नाम के रहेछ? कियाको अहिले लेटेस्ट मोडल। म गाडीको भित्र इन्टेरियर पनि तपाईँलाई देखाउँछु। चाबी मसँग छ, सिक्दैछु म चाहिँ गाडी चलाउनु। राजाले चलाउँछन्, राजाले नयाँ किने क्या। राजा रेडी हो? लेट्स गो द बिगिन अगेन। ओके यस गाइज, नयाँ गाडीको आज उद्घाटनको चाहिँ भिडियो पनि ट्युटोरियल होइन, हामीले बनाउने जति सक्ने बनाइन्छ गाइजहरू। यही हो गाडी, यसको भित्र इन्टेरियर पनि म तपाईँलाई देखाउँछु। राजा रेडी हो? यस गाइज, यो चाहिँ नयाँ मोडलको किया यो खालको छ। राजाले चाहिँ आजको चाहिँ बिगिनिङमा होइन राजा? यस सर। राजाको चाहिँ यो खालको छ। राजाले गाडी चलाउँछन् अब। चलाएर जुन दिन म घुम्न निस्किन्छु त्यो दिन त मौसमले मलाई यति धेरै साथ दिन्छ नि। लभ इट के। नयाँ गाडीको आज चाहिँ राजाले चाहिँ हामीले यसो भिडियो पनि खिचौँ होइन। त्यसपछि अब नयाँ गाडी किनिसकेपछि एउटा माहौल पनि छ। आज धेरै भयो, लगभग नेपालबाट आएको 1 महिनापछिकै समयमा हामी ठ्याक्कै 1 महिनाभन्दा अलिक बढी भयो, 1 महिना 15 दिन जति भयो। त्यसपछि आज चाहिँ अलिक सँगै भइहाल्छ। त्यो पनि ठिक छ। मिल्यो आज मिल्यो यताउता। ओके गाइज, लेट्स टु होइन। अरू त के भनौँ, केही भन्नु छ भने यसो साङ्ग्रा चाहिँ म्यासेज गर्नुहोस् है। अब नयाँ गाडीको विषयमा चलाउँदा यताउता तपाईँलाई कस्तो फिल भइरहेछ? चलाउनु बल आएर छ। कति हजारको गाडी हो? 60,000 जति पऱ्यो है। अनि नयाँ मोडल है यो त अहिले है? 25 को नयाँ मोडल चाहिँ एकदम बबाल मजा आइरहेछ है। हेर्दाखेरि पनि बब्बालै देखिन्छ। यस गाइस, जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ खुसी हुनुहोस् है गाइजहरूलाई। तपाईँहरूलाई चाहिँ म भन्न चाहन्छु होइन, समय परिस्थिति अनुकूलता त आफैले मिलाउने हो, तैपनि त्यो कहिलेकाहीँ मिल्दैन। तर पनि हामीले चाहिँ आफैलाई नै खुसी राख्न सकियो भने जिन्दगी बाँचियो। नत्र अलिक गाह्रै हुँदो रहेछ। हामी पनि त्यही प्रक्रियामै छौँ। यस्तै छ अमेरिकन लाइफ, काम, घर, फ्यामिली, अनि यस्तै हो, यसरी नै चलिरहेछ। अब नयाँ अपडेट त अब त्यस्तै के हुनु। अब नेपालमा चाहिँ अब चाडपर्वको सिजन सुरु भयो होइन। आज कति ठ्याक्कै एक्ज्याक्ट थाहा भएन मलाई। अब चाडपर्व जे होस् स्टार्टिङ हुँदैछ। यहाँको माहौल तपाईँलाई यसरी। एन्ड देन अरू त खुसी, आफूले नै खुसी राख्नु नै जिन्दगीको सबैभन्दा सफल व्यक्ति त भनिँदो रहेछ होइन। अब अहिलेको चाहिँ अब समयमा होइन हरेक कुराहरूको चाहिँ श्रेय, काम, त्यो कुराहरू म्याटर गर्दो रहेछ। हामी बस्ने ग्रिनभिलको चाहिँ यो फ्लोरल पार्क होइन। यहाँ चाहिँ
विभिन्न अब ग्राउन्ड त ठुलो छ यहाँ गेमहरू यहाँको होइन सबै गेमहरू चाहिँ खेल्न यहाँ उपलब्ध ग्राउन्ड चाहिँ यहाँ छ यो चाहिँ हाम्रो ट्याक्कै गेट लाएर यहाँ अब त्यस्तो भिडभाड छैन यहाँ चाहिँ बन्दै पनि रहेछ अझै यहाँ सम्पूर्ण गेमको चाहिँ ग्राउन्डहरू होइन अब भवनहरू चाहिँ उपलब्ध छ धेरै भयो नि यहाँ नानीहरू म्यान चट्ट लाएर थ्याङ्क यू राजा ओके हाउ इज फिलिङ गुड हो ओके एन्ड देन एनिथिङ एल्स अरू नयाँ दुला पनि हो नि तपाईँ त यो वर्ष तपाईँले त नि नयाँ बिहा पनि गर्नुभयो नयाँ गाडी पनि लिनुभयो है मान्छेको लक भनेको यसरी चाहिँ परिवर्तन हुन्छ आमामा ल बधाई छ राजाले नयाँ गाडी किनेको पनि बधाई छ बिहा गरेको पनि बधाई छ राजालाई यस गाइस गाडीको रिभ्यू यताउता सब हान्यो ब्याक द होम